एउटा कल्पना गरौँ है त, एउटा ठूलो भनौँ न करोडौंको फ्याक्ट्रीको मालिक छ, जसको अधीनमा सयौं कर्मचारी छन्, उत्पादन दिनहुँ बजारमा गइरहेको छ, तर सायद ऊ पटक्कै उद्यमी होइन। सुन्दा अलिकति अचम्म लाग्न सक्छ है। हो नि, तर त्यही कम्पनीको बेसमेन्टमा बसेर कम्पनीकै एउटा पुरानो ल्यापटपमा नयाँ सफ्टवेयरको कोड लेखिरहेको एउटा 24 वर्ष सामान्य कर्मचारी चाहिँ साँचो अर्थमा उद्यमी हुन सक्छ। एकदमै गहिरो कुरा। सुन्दा अत्यन्तै विरोधाभासपूर्ण लाग्छ क्या, किनकि हाम्रो सामान्य बुझाइमा त व्यापारको आकार र ब्याङ्क ब्यालेन्सले पो उद्यमशीलताको मापन गर्छ त, होइन र? तर वास्तविकता अर्कै रहेछ। व्यापार सञ्चालन गर्नु र उद्यमशीलता अर्थात् एन्टरप्रेनरशिप बीचको खाडल एकदमै गहिरो छ। आजको यो गहिरो अध्ययनमा हामी यही उद्यमशीलताको डीएनए केलाउँदैछौँ। पक्कै पनि। तर आजको हाम्रो मिसन भनेको यो सूचीका शीर्षकहरू मात्रै पढ्ने होइन। यो सूची त भनौँ न मानिसले कसरी स्रोत साधन, जोखिम र नवीनतालाई प्रयोग गरेर संसार बदल्छ भन्ने कुराको एउटा वैचारिक ब्लुप्रिन्ट हो। सही कुरा। आजको यो विस्तृत छलफलमा हामी उद्यमशीलताको इतिहासदेखि लिएर यसले मानिसको मनोविज्ञान र भविष्यको अर्थतन्त्रलाई कसरी डोर्याउँछ भन्ने कुराको चुरो खोतल्नेछौँ। हामी धेरैजसो व्यापार र उद्यमशीलतालाई एउटै तराजुमा राखेर जोख्ने गर्छौँ नि त। जो कोहीले सामान वा नाफा कमाउँछ उसलाई उद्यमी मान्ने हाम्रो एउटा साधारण बुझाइ छ। हो। तर यो विषय सूचीले के प्रश्न पार्छ भने उद्यमशीलता भनेको चलिरहेको मसिनलाई निरन्तरता दिनु मात्रै होइन, बरु त्यो मसिन नै किन आवश्यक छ भनेर नयाँ सिराबाट सोच्नु हो क्या। एउटाले भएको बाटोमा सुरक्षित यात्रा गर्छ अनि अर्कोले चाहिँ बाटो नै नभएको ठाउँमा जङ्गल फाँड्दै नयाँ गन्तव्यको खोजी गर्छ, होइन त? ठ्याक्कै त्यही नयाँ गन्तव्य खोज्ने काम नै उद्यमशीलता हो। तर त्यो नयाँ सिराबाट सोच्ने क्षमता एकाएक आजको भोलि विकास भएको पक्कै होइन। कुनै पनि जटिल अवधारणाको वर्तमान स्वरूप बुझ्न त्यसको जगमा त पुग्नै पर्छ। एकदम। स्रोत सामग्रीले उद्यमशीलताको अवधारणा र यसको विकासक्रमलाई प्रष्ट रूपमा 3 भागमा प्रारम्भिक अवस्था, मध्य अवस्था र वर्तमान अवस्था गरेर विभाजन गरेको छ। यदि हामीले इतिहासको प्रारम्भिक अवस्थालाई हेर्ने हो भने त्यति बेला उद्यमी हुनु भनेको कुनै नयाँ आविष्कार गर्नु वा फ्याक्ट्री खोल्नु थिएन नि। पटक्कै थिएन। यो त नक्सा नै नकोरिएको महासागरमा यात्रा गर्नु जस्तै थियो। त्यति बेलाका मानिसहरूले एउटा ठाउँबाट सस्तोमा सामान किन्थे र महिनौको खतरनाक भनौँ न जानै जान सक्ने यात्रा गरेर अर्को ठाउँमा महँगोमा बेच्थे। हो, उनीहरूले सामानको स्वरूप परिवर्तन गर्दैनथे। गर्दैनथे, बरु उनीहरूको मुख्य उत्पादन नै स्थान र समयको जोखिम बोल्नु थियो। प्रारम्भिक अवस्थाको त्यो जोखिम चाहिँ विशुद्ध रूपमा भौगोलिक र भौतिक थियो क्या। व्यापारीले एउटा अज्ञात बजारमा सामान पुर्याउँदा त्यसको मूल्य कति हुन्छ भन्ने कुराको कुनै ग्यारेन्टी नै हुँदैन थियो। एकदम अनिश्चितता हो नि। तर जब हामी मध्य अवस्था अर्थात् औद्योगिक क्रान्तिको युगमा प्रवेश गर्छौँ नि, उद्यमशीलताको पुरै संयन्त्र नै परिवर्तन भयो। भौगोलिक दूरीको जोखिमलाई मेसिन र यातायातका साधनले कम गरिदिएपछि जोखिमको स्वरूप सर्यो। एकदम सही। जोखिमको स्वरूप पुँजी र उत्पादनमा सर्न पुग्यो। यो अवस्थामा आएर उद्यमीहरूले ठूलो मात्रामा पुँजीको व्यवस्थापन गर्नुपर्ने भयो। कच्चा पदार्थलाई कसरी प्रशोधन गरेर नयाँ रूप दिने र ठूलो मात्रामा कसरी उत्पादन गर्ने भन्ने कुराले धेरै महत्त्व पायो। मतलब जोखिम अब समुद्रको छालमा थिएन क्या, बरु फ्याक्ट्रीको मेसिन, कामदारको व्यवस्थापन र बजारको मागसँग जुझ्नमा थियो। भनेपछि एउटा एनालोजी लगाउँ है त। सुरुवाती समयको उद्यमशीलता भनेको नक्सा नभएको महासागरमा सानो डुङ्गा ख्याउनु जस्तै थियो। हो। अनि मध्य अवस्थामा आएर उनीहरूले ठूला र सुरक्षित पानी जहाजहरू बनाउन सिके, फ्याक्ट्रीहरू मार्फत। एकदम। तर आजको जुन वर्तमान अवस्था छ नि, आधुनिक उद्यमशीलता, त्यो भनेको त बीच समुद्रमा पुगिसकेपछि छालसँग जुझ्दै आवश्यकता अनुसार त्यो पानी जहाजलाई नै भत्काएर हवाई जहाजमा बदल्नु जस्तो भयो नि। क्या राम्रो उदाहरण दिनुभयो। साँच्चै त्यस्तै हो। किनकि आज जोखिम न त केवल भौगोलिक छ, न त उत्पादनको मात्रामा मात्र सीमित छ। आजको युगमा त विश्वव्यापीकरण र प्रविधिको कारणले गर्दा यदि कसैले केही नवीनता अर्थात् इनोभेसन दिन सकेन भने उसको व्यवसाय रातारात बन्द हुन सक्छ। एकदम सही। आजको उद्यमशीलता विशुद्ध रूपमा वैचारिक जोखिममा उभिएको छ क्या। वर्तमान अवस्थामा उद्यमीले केवल सामान उत्पादन मात्र गर्दैन, उसले त समाजको पुरानो समस्यालाई नयाँ र अझ प्रभावकारी तरिकाले समाधान गर्छ।
पहिले के बेच्ने भन्ने महत्त्वपूर्ण थियो भने अहिले कसरी समाधान गर्ने भन्ने कुरा केन्द्रमा छ। त्यसैले आजको उद्यमशीलता भनेको निरन्तर रूपमा चलिरहेका नियमहरूलाई भत्काउने र नयाँ नियम स्थापित गर्ने एउटा बौद्धिक प्रक्रिया बनेको छ। बौद्धिक प्रक्रिया एकदम। अब यो नवीनता र जोखिमको कुरा गरिरहँदा एउटा उद्यमीले दिनौँ गर्ने कामको वास्तविक संयन्त्र चाहिँ कसरी चल्छ भन्ने प्रश्न उठ्छ क्या। हामीलाई थाहा छ उनीहरूले विचारलाई बजारसम्म पुर्याउँछन्, तर त्यो प्रक्रिया त्यति सिधा पक्कै छैन नि। पटक्कै सिधा छैन। विचारलाई वास्तविकतामा बदल्न उनीहरूले गर्ने प्रवर्धनात्मक र व्यावसायिक कार्यहरू कसरी एक आपसमा जोडिन्छन् भन्ने कुराले नै कुनै पनि उद्यमशीलताको सफलता निर्धारण गर्छ, होइन र? पक्कै पनि। यो प्रवर्धनात्मक कार्यलाई एउटा उदाहरणबाट हेरौँ है त। मानव बजारमा एउटा ठूलो समस्या छ जसलाई कसैले देखेको छैन वा व्यवस्था गरिरहेको छ। उद्यमीले त्यो समस्या देख्छ, यो पहिलो कदम भयो। तर देख्नु मात्र पर्याप्त हुँदैन नि। त्यसलाई समाधान गर्न उसले कसरी पुँजी जुटाउँछ, सही मानिसहरूको टोली कसरी निर्माण गर्छ र त्यो विचारलाई एउटा मूर्त रूप कसरी दिन्छ भन्ने कुरा चाहिँ प्रवर्धनात्मक कार्य अन्तर्गत पर्छन्। भन्नाले शून्यबाट संरचना खडा गर्नु। एकदम शून्यबाट संरचना खडा गर्नु हो। अनि त्यसपछि मात्र व्यावसायिक कार्य सुरु हुन्छ, जहाँ त्यो खडा भएको संरचनाले उत्पादन गरेको वस्तु वा सेवालाई ग्राहकसम्म पुर्याउने, बजारको प्रतिक्रिया लिने र पूरै प्रणालीलाई दिगो बनाउने काम गरिन्छ। यी दुई कार्य बिना कुनै पनि विचारले व्यवसायको रूप लिनै सक्दैन। यो त निकै स्पष्ट भयो। तर यहाँनिर नि स्रोत सामग्रीले औँल्याएको एउटा विषयमा मलाई अलिकति भनौँ न विरोधाभास जस्तो देखिन्छ क्या। कस्तो विरोधाभास? सिद्धान्तले के भन्छ भने उद्यमीका यी कार्यहरूले जसलाई उद्यमशीलताको महत्त्व अन्तर्गत राखिएको छ, अन्ततः व्यक्तिगत, समुदाय र राष्ट्रिय विकास वा देशको अर्थतन्त्रलाई माथि उकास्छन्। हो, सिद्धान्तले त्यही भन्छ। यसको कुल गारस्थे उत्पादन बढाउँछु वा राष्ट्रिय विकास गर्छु भनेर व्यवसाय सुरु गर्छ होला र? सुरुवात त पूर्ण रूपमा व्यक्तिगत स्वार्थ, व्यक्तिगत सपना र नाफा कमाउने भोगबाटै हुन्छ नि। एकदम प्र्याक्टिकल कुरा गर्नुभयो। त्यसो भए यो राष्ट्रिय विकास वा समुदाय विकास भन्ने कुरा त व्यक्तिको त्यो नाफा कमाउने उद्देश्यको केवल एउटा सुखद संयोग वा भनौँ बाई प्रोडक्ट मात्र होइन र? सुरुवात व्यक्तिगत स्वार्थबाटै हुन्छ भन्ने कुरामा कुनै शङ्का छैन। तर राष्ट्रिय विकास केवल एउटा सुखद संयोग मात्र चाहिँ होइन है। यो त उद्यमशीलताको संयन्त्रभित्रै अन्तर्निहित एउटा अनिवार्य प्रक्रिया हो क्या। कसरी नि? अर्थशास्त्रमा यसलाई अदृश्य हात वा इन्भिजिबल ह्यान्डको सिद्धान्तले व्याख्या गरिन्छ। जब एउटा व्यक्तिले आफ्नो व्यवसाय बढाउन खोज्छ नि, उसले अकेलै त्यो काम कहिल्यै गर्न सक्दैन। उसलाई स्थानीय स्तरबाट कच्चा पदार्थ चाहिन्छ, जसले गर्दा अर्को किसान वा सप्लायरको व्यापार चल्छ। ए हजुर। उसलाई काम गर्न कर्मचारी चाहिन्छ, जसले रोजगारी सृजना गर्छ र सयौं परिवारको चुल्हो बल्छ। उसले सडक, बत्ती र इन्टरनेटको प्रयोग गर्छ र सरकारलाई कर तिर्छ। अर्थात् ऊ आफ्नो नाफाको लागि काम गरिरहेको छ, तर प्रणाली यस्तो छ कि उसले अरूलाई फाइदा नपुर्याई आफू फाइदामा जानै सक्दैन। ठ्याक्कै। ऊ आफ्नो उत्पादनको मूल्य घटाउन नयाँ प्रविधि भित्र्याउँछ, जसले अन्ततः आम उपभोक्तालाई नै फाइदा पुग्छ। त्यसैले उद्देश्य जति नै व्यक्तिगत भए पनि व्यवसायलाई स्केल वा ठूलो बनाउने क्रममा उसले जसरी स्रोत साधनको परिचालन गर्छ नि, त्यसको प्रत्यक्ष र अनिवार्य प्रभाव बनेको समाज र समग्र राष्ट्रको अर्थतन्त्रको विकास नै हो। यो एउटा यस्तो मेकानिजम हो जहाँ व्यक्तिगत महत्वाकांक्षाले समाजको इन्जिनलाई इन्धन प्रदान गर्छ। क्या गहिरो कुरा। व्यक्तिगत भोकबाट सुरु भएर अर्थतन्त्रलाई नै चलायमान बनाउने बिन्दुसम्म पुग्न एउटा सामान्य मानिसको सोचले मात्र पक्कै पुग्दैन। त्यहाँ त एउटा विशेष प्रकारको मनोविज्ञान वा उद्यमशील भावनाको आवश्यकता पर्छ। र मलाई लाग्छ यही नै एउटा म्यानेजर अर्थात् व्यवस्थापक र उद्यमी बीचको वास्तविक द्वन्द्व सुरु हुन्छ। एकदमै महत्त्वपूर्ण मोडमा पुग्यौं हामी। स्रोत सामग्रीले पनि उद्यमीका विशेषताहरू, उत्प्रेरणा र प्रक्रियालाई छुट्टै राखेर उद्यमी र व्यवस्थापक बीचको भिन्नतालाई निकै जोड दिएको छ। सामान्यतया व्यवस्थापकको काम प्रणालीलाई जोगाउनु हो, तर उद्यमीको काम नयाँ कुरा सृजना गर्न पुरानो प्रणालीलाई भत्काउनु हो, होइन र? यो भिन्नता बुझ्नु नै उद्यमशीलताको चुरो कुरो बुझ्नु हो। हेर्नुस्,
व्यवस्थापन भनेको जोखिमलाई सकेसम्म कम गर्नु र दक्षता बढाउनु हो। एउटा उत्कृष्ट व्यवस्थापकले दिएको स्रोत साधनलाई कसरी खेर जान नदिई अधिकतम प्रयोग गर्ने भनेर सोच्छ। उनीहरूको सोचाइको केन्द्रमा सधैँ नियन्त्रण हुन्छ। तर उद्यमीको सोचाइको केन्द्रमा अन्वेषण र विस्तार हुन्छ क्या। उद्यमीले जोखिमलाई व्यवस्था गर्दैन, तर उसले त्यो जोखिमलाई अवसरको मूल्यको रूपमा लिन्छ। जहाँ व्यवस्थापकले समस्या वा घर्षण देख्छ नि, उद्यमीले त्यहाँ नयाँ बजार देख्छ। यसलाई अझ स्पष्ट पार्न हामीले कार्यक्रमको सुरुमा गरेको त्यो बेसमेन्ट कोडर र फ्याक्ट्री मालिकको कुरालाई जोडौँ है त। स्रोतमा एउटा निकै रोचक अवधारणा छ, उद्यमशीलता बिनाको मालिक। हो, यो निकै रमाइलो कन्सेप्ट छ। मानौ कुनै व्यक्तिले आफ्नो परिवारबाट पुस्तैनी रूपमा एउटा चलिरहेको ठूलो फ्याक्ट्री पायो। ऊ त्यसको मालिक हो, सबै शेयर उसकै नाममा छ। उसले फ्याक्ट्री राम्रोसँग चलाउन सक्छ, नाफा पनि टन्नै कमाइरहेको हुन सक्छ, तर ऊ उद्यमी होइन। होइन। यो त एउटा महँगो गाडीको स्टियरिङ हातमा हुनु जस्तै भयो नि। गाडी सुरक्षित सडकमा गुडिरहेको छ, इन्धन पनि पर्याप्त छ, तर ड्राइभरले कहिले त्यो सडक छोडेर नयाँ गन्तव्य खोज्ने हिम्मतै गर्दैन। चाबी हातमा हुँदैमा र गाडीको मालिक हुँदैमा कोही अन्वेषक त बन्दैन नि। एकदम सही। यो एनालोजीले स्वामित्व र उद्यमशीलता बीचको जुन भिन्नता छ नि, त्यसलाई राम्ररी प्रष्ट पार्छ। व्यवसायको मालिक हुनु भनेको एउटा कानुनी अवस्था मात्र हो, तर उद्यमशीलता भनेको त एउटा निरन्तर चलिरहने व्यवहारिक र मानसिक अवस्था हो क्या। यदि त्यो पुस्तैनी फ्याक्ट्रीको मालिकले बजारको बदलिन्दो मागलाई बेवास्ता गर्छ, नयाँ प्रविधि प्रयोग गर्न डराउँछ र 25 वर्ष अगाडिको उत्पादनलाई नै आज पनि निरन्तरता दिइरहन्छ भने ऊ केवल एउटा केयरटेकर वा व्यवस्थापक मात्र हो। उसले नयाँ मूल्य सिर्जना गरिरहेको छैन, केवल पुरानो मूल्यलाई दोहन गरिरहेको छ। भनेपछि यदि स्वामित्व र उद्यमशीलता दुई फरक कुरा हुन् भने यसको ठिक उल्टो अवस्था पनि त सम्भव छ नि। पक्कै पनि। अर्थात् मालिक नभइकन पनि उद्यमी हुनु। स्रोतले यसलाई अन्तर उद्यमशीलता वा इन्ट्राप्रेन्योरशिप भनेको छ। आजको कर्पोरेट संसारमा यो अवधारणा एकदमै शक्तिशाली भएर आएको छ। जो कोही पनि ठूलो कम्पनीमा बिहान 9 देखि बेलुका 5 बजेसम्मको जागिरमा छ, उसलाई लाग्न सक्छ कि उद्यमशीलता उसको लागि होइन। धेरैलाई त्यस्तै लाग्छ। तर यो अवधारणाले त्यो परम्परागत सोचलाई पूर्ण रूपमा बदलिदिन्छ क्या। एउटा जागिरे कर्मचारी कसरी उद्यमी हुन सक्छ, यसको भित्री संयन्त्रले कसरी काम गर्छ, अलिकति खुलाइदिनुस् न। हेर्नुस्, आजको तीव्र प्रतिस्पर्धात्मक युगमा ठूला कर्पोरेट कम्पनीहरू जस्तै गुगल वा एप्पल जस्ता संस्थाहरूले एउटा तितो सत्य बुझेका छन्। यदि उनीहरूले निरन्तर नयाँ कुरा ल्याएनन् भने उनीहरू बजारबाट छाडै हराएर जानेछन्। नोकिया जस्तै हो, तर कम्पनीको शीर्ष नेतृत्वले मात्र सधैँ नयाँ आइडिया ल्याउन त सक्दैन नि। त्यसैले उनीहरूले कम्पनीभित्रै एउटा यस्तो इकोसिस्टम बनाउँछन् जहाँ सामान्य कर्मचारीले पनि नयाँ विचारमा काम गर्न सकोस्। अन्तर उद्यमशीलतामा कम्पनीले कर्मचारीलाई समय, पुँजी र स्वतन्त्रता दिन्छ। यदि त्यो नयाँ विचार असफल भयो भने नि त्यसको आर्थिक नक्सानी कर्मचारीले बेहोर्नु पर्दैन, कम्पनीले बेहोर्छ। यसको अर्थ कम्पनीले व्यक्तिगत आर्थिक जोखिमलाई पूर्ण रूपमा अलग गरिदिन्छ। एकदम। तर त्यो विचारलाई विकास गर्ने, समस्याहरू पहिचान गर्ने र नवीनता ल्याउने जुन उद्यमशील मानसिकता छ, त्यो भने पूर्ण रूपमा त्यो कर्मचारीको हुन्छ। हो नि, जोखिम नभए पनि एउटा अन्तर उद्यमीले आफूलाई त्यो नयाँ प्रोजेक्टको मालिक नै सम्झेर काम गर्छ क्या। ऊ आफ्नो परम्परागत कामको विवरणभन्दा बाहिर गएर सोच्छ। उसले कम्पनीकै स्रोत साधन प्रयोग गरेर कम्पनीकै लागि नयाँ उत्पादन वा सेवाको सृजना गर्छ। यसले के प्रमाणित गर्छ भने नि, उद्यमशीलता कुनै पद, टाइटल वा ब्याङ्क ब्यालेन्स होइन। यो त समस्यालाई हेर्ने र समाधान गर्ने एउटा विशिष्ट दृष्टिकोण हो। आहा, यो साँच्चै गहिरो कुरा हो। यसले त उद्यमशीलतालाई एउटा एलिट वर्गबाट हटाएर एउटा सोचको तरिकामा परिणत गरिदियो। एकदमै। अनि यही सोचको तरिका अब नाफा कमाउनबाट माथि उठेर प्रविधि, इन्टरनेट र विशेष गरी प्रकृति र समाजका ठूला समस्याहरू समाधान गर्नतर्फ केन्द्रित भएको देखिन्छ। हो। स्रोत सामग्रीले उद्यमशीलताका आधुनिक आयामहरू अन्तर्गत प्रविधि उद्यमशीलता, नेट उद्यमशीलता, पर्यावरण उद्यमशीलता र सामाजिक उद्यमशीलतालाई समेटेको छ। मलाई त आश्चर्य लाग्छ कसरी एउटै छातामुनि प्रविधि, इन्टरनेट,
प्रकृति र समाज अटाएका छन्। यी आधुनिक आयामहरूले व्यवसायको सफलता नाप्ने पारम्परिक मापदण्डलाई नै पुरै परिवर्तन गरिदिएका छन् क्या। पहिले सफलताको एउटै मात्र सूचक हुन्थ्यो, नाफा। तर आजको यो चेतनाको युगमा मानिसहरूले के बुझे भने यदि समाज नै रहेन वा पर्यावरण नै बिग्रियो भने त्यो नाफाको के काम? सही कुरा। टेक्नोप्रिन्योरशिप र नेटप्रिन्योरशिपले इन्टरनेट र प्रविधिको प्रयोग गरेर विश्वभरिका ग्राहकलाई जोडे र भौगोलिक सीमानाहरू भत्काइदिए। तर सबभन्दा महत्त्वपूर्ण क्रान्ति चाहिँ पर्यावरण उद्यमशीलता र सामाजिक उद्यमशीलतामा आएको छ। यी दुईले चाहिँ कसरी काम गर्छन्? किनभने नि समाज सेवा वा पर्यावरण संरक्षण भनेपछि त हामी गैर सरकारी संस्था वा भनौँ च्यारिटीको मात्र कल्पना गर्छौं नि, जहाँ नाफाको कुरा हुँदैन। शीलता च्यारिटी पटक्कै होइन। यो पूर्ण रूपमा नाफा नकमाउने संस्था पनि होइन क्या। फरक यति हो कि सामान्य व्यवसायमा नाफा कमाउनु मुख्य उद्देश्य हुन्छ र समाजलाई फाइदा पुग्नु एउटा सहायक नतिजा हुन्छ, जुन हामीले अघि कुरा गर्यौं। तर सामाजिक र पर्यावरणीय उद्यमशीलतामा चाहिँ समाज वा वातावरणको समस्या समाधान गर्नु नै उनीहरूको मुख्य व्यापारिक मोडल हुन्छ र त्यही समस्या समाधान गरे बापत उनीहरूले दिगो रूपमा नाफा पनि कमाउँछन्। जस्तै भनौँ न, प्लास्टिकको सट्टा सजिलै कुहिने सामग्रीबाट प्याकेजिङ बनाउने कम्पनीहरू वा फोहोर पानीलाई प्रशोधन गरेर बेच्ने कम्पनीहरू। ठ्याक्कै। उनीहरूले वातावरणीय समस्यालाई आन्तरिकीकरण गर्छन्। मतलब उनीहरूको उत्पादन जति धेरै बिग्छ, वातावरण त्यति नै धेरै सफा हुन्छ। नाफा र प्रभाव सँगसँगै जान्छ। एकदम सही बुझ्नुभयो। इकोप्रिन्योरशिपले व्यवसाय गर्दा वातावरणलाई कसरी जोगाउने, कार्बन उत्सर्जन कसरी कम गर्ने भन्ने कुरालाई केन्द्रमा राख्छ। उनीहरूको सफलताको मापन आर्थिक वासलात वा ब्यालेन्स शीटले मात्र होइन, समाज र वातावरणमा आएको सकारात्मक परिवर्तनले पनि गरिन्छ। ज्ञान र प्रविधिको विकाससँगै उद्यमशीलता कसरी पैसा कमाउने माध्यमबाट पर्यावरण र समाजको समस्या समाधान गर्ने एउटा शक्तिशाली हतियारमा परिणत भएको छ भन्ने कुरा यसले निकै प्रष्ट पार्छ। साँच्चै अद्भुत। आजको यो गहिरो अध्ययनलाई एउटा बिन्दुमा ल्याएर जोड्ने हो भने नि हामीले उद्यमशीलताको एउटा निकै फराकिलो चित्र देखेका छौं। पक्कै पनि। उद्यमशीलता केवल पसल खोल्नु वा कम्पनी दर्ता गर्नु मात्र होइन रहेछ। यो त मानिसको भित्री उत्प्रेरणा, समस्या समाधान गर्ने निरन्तरको भोग र जोखिम मोल्ने साहसको समग्र रूप हो। प्रारम्भिक अवस्थाको त्यो ज्यानमारा भौगोलिक यात्राबाट सुरु भएको यो विकासक्रम आज ठूला कर्पोरेट कम्पनीभित्र हुने अन्तर उद्यमशीलता र समाजलाई जोगाउने इकोप्रिन्योरशिपसम्म आइपुगेको छ। यो त एउटा स्पष्ट रोडम्याप नै रहेछ। र सबैभन्दा महत्त्वपूर्ण कुरा नि यसले हामीलाई के सिकाउँछ भने उद्यमशील हुनको लागि कोही पनि पुँजीपति वा जन्मजात मालिक हुनु पर्दैन क्या। जो कोही कर्पोरेट क्षेत्रमा छ वा जो कोही आफ्नै सानो व्यवसाय गर्दैछ, यदि उसले पुरानो तरिकालाई प्रश्न गर्छ र नयाँ समाधान खोज्छ भने ऊ उद्यमी हो। क्या राम्रो निष्कर्ष। अनि यसै सन्दर्भमा एउटा अन्तिम विचार जसले सायद भविष्यको बाटोतर्फ सङ्केत गर्छ। स्रोत सामग्रीले देखाएको छ कि उद्यमशीलता प्रारम्भिक अवस्थाबाट विकास हुँदै आज इकोप्रिन्योरशिप र नेटप्रिन्योरशिप जस्ता विशिष्ट आयामहरूसम्म आइपुगेको छ। तर यो यात्रा यहाँ रोकिनेवाला त छैन। पक्कै छैन। यदि हामीले अहिलेको संसारलाई हेर्ने हो भने आर्टिफिशियल इन्टेलिजेन्स वा एआई र अन्तरिक्ष अन्वेषण मानिसको दैनिक जीवनको हिस्सा बन्दै गइरहेका छन् नि। हो नि। त्यसो भए के अबको 2 दशकमा यो पुस्तकको नयाँ संस्करण निस्किँदा त्यसमा एआई प्रिन्योरशिप वा स्पेस प्रिन्योरशिप जस्ता अध्यायहरू थपिएलान् त? जब मानिसले मानिसको व्यवस्थापन मात्र होइन, अमानवीय बुद्धिमत्ता वा भनौँ न नन ह्युमन इन्टेलिजेन्स र पृथ्वी बाहिरका स्रोत साधनहरूको जोखिम मोल्न थाल्छ, तब हाम्रो यो उद्यमशील डीएनएले कस्तो नयाँ रूप लेला? यो त एकदमै सोच्न बाध्य बनाउने प्रश्न हो नि। यो एउटा यस्तो रोमाञ्चक र गहिरो प्रश्न हो जसले हामीलाई हाम्रो आफ्नै सम्भावनाहरूको सीमा कति परसम्म छ भनेर सोच्न र कल्पना गर्न छोडिदिन्छ। आजको लागि हाम्रो यो विस्तृत अध्ययन यहीँ टुङ्गिन्छ।